एस्टिमेटेड ट्याक्स पेनाल्टी भन्ने सम्बन्धमा साथीभाइहरूले क्वेसन गर्न थालेको हुनाले मैले यस सम्बन्धमा एउटा सानो भिडियो बनाउँदैछु। ट्याक्स सिस्टममा एउटा के हुन्छ भने पे एज यु गो भन्छ। यो भनेको तपाईँले पैसा कमाउनु भयो भने तपाईँले ट्याक्स तिर्नुपर्छ। तपाईँको पैसा तपाईँले पैसा कमाउने, अरूले ट्याक्स तिर्दिनेवाला छैन। र तपाईँले ट्याक्स तिर्नु पर्यो भने म एकैचोटि तिर्छु, अप्रिल 15 मा तिर्छु भन्न पाइँदैन अमेरिकाको नियममा। पैसा कमाएपछि इस्टिमेटेड रूपमा अघिल्लो वर्ष नै क्वार्टरली पैसा तिर भन्ने सरकारको चाहना हुन्छ। त्यही अनुसार यो इस्टिमेट ट्याक्स पेनल्टी चार्ज गरिएको हुन्छ। यदि तपाईँले ट्याक्स फाइल अप्रिल 15 भित्रै गर्नुभयो, पैसा पनि अप्रिल 15 भित्र तिर्नुभयो भने पनि यो चार्ज हुन सक्छ, चार्ज हुन्छ। यसमा 2-3 कुराहरू हुन्छ। अब W2 मा काम गर्नेहरूको प्रत्येक पेचेकमा ट्याक्स काटिसकेका हुन्छ र आफ्नो कम्पनीले त्यो क्वार्टरमा रिपोर्ट गर्ने कामहरू आफै गरिदिन्छ। र पनि यदि एनफ ट्याक्स डिडक्सन भएन भने W2 वालाहरूलाई पनि यो चार्ज हुनसक्छ। तर 1099 काम गर्नेहरूमा त यो बढी इफेक्टिभ भइरहेको देखिन्छ। किनभने 1099 काम गर्नेहरूले जति पैसा कमाउँछन् उनीहरूले ट्याक्स तिरेको हुँदैनन् र एडभान्समा उनीहरू ट्याक्स तिर्न पनि चाहँदैनन्। एकैचोटि ट्याक्स फाइल गरिसकेपछि एकैचोटि पैसा तिर्ने भएको हुनाले 1099 काम गर्नेहरूलाई यो चिठीहरू बढी आउने गरेको देखिन्छ। यो तपाईँले कुरा गरेर अथवा उनीहरूसँग कुनै छुट दे भनेर उनीहरूले यसलाई छुट दिन चाहँदैन। तर त्यसबाट तपाईँ बच्न, अर्को वर्ष बच्न, त्यसबाट कसरी सेफ हुने भन्ने चाहिँ तपाईँले अहिलेदेखि उपायहरू अपनाउन सक्नुहुन्छ। अमेरिकन ट्याक्स सिस्टममा यसलाई सेफ हार्बर रुल पनि भन्छन्। अब यो सेफ हार्बर रुल भनेको चाहिँ कस्तो भने तपाईँले अघिल्लो वर्षको ट्याक्स फाइल गर्दा जति ट्याक्स तिर्नु भएको छ त्यो ट्याक्सलाई डिभाइड बाई 4 गरेर प्रत्येक क्वार्टरमा इस्टिमेटेड रूपमा अघिल्लो वर्ष नै त्यो पैसा तिर्दै गइयो भने अर्को ट्याक्स फाइल गर्दा जति तिर्न बाँकी रहन्छ, ठुलै पैसा बाँकी रह्यो भने पनि तपाईँलाई त्यहाँ इस्टिमेट ट्याक्स पेनल्टी चार्ज हुँदैन। यदि 1,50,000 भन्दा कम आम्दानी छ भने। अब 1,50,000 भन्दा बढी आम्दानी छ भने इस्टिमेटेड ट्याक्स अघिल्लो वर्षको 110% सम्म इस्टिमेट रूपमा ट्याक्स तिर्नु भयो भने पनि यो इस्टिमेट ट्याक्स पेनल्टी चार्ज हुँदैन। अनि अर्को एउटा नियम चाहिँ तपाईँले इस्टिमेट ट्याक्स तिर्दै जानुभयो र तपाईँको तिर्न पनि ड्यू $1,000 भन्दा कम भयो भने पनि यो इस्टिमेट ट्याक्स पेनल्टी चार्ज हुँदैन। त्यो भएको हुनाले W2 वालाहरूले यसबाट बच्न आफ्नो W4 फर्ममा अपडेट गर्ने तथा एक्स्ट्रा ट्याक्स तिर्ने गर्नु पर्यो। र 1099 मा काम गर्नेहरूले अघिल्लो वर्षदेखि नै प्लान गरेर एटलिस्ट क्वार्टरमा इस्टिमेटेड रूपमा अघिल्लो वर्ष तिरेको पैसा बराबरको पैसा चाहिँ एडभान्समा तिर्दै जानुभयो भने अर्को वर्ष तपाईँलाई यो इस्टिमेट ट्याक्स पेनल्टी चार्ज हुँदैन। त्यसबाट बच्न अथवा इस्टिमेट ट्याक्स तिर्नलाई तपाईँलाई कुनै कन्फ्युजन भयो भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ 510-470-2743 अथवा इमेल पनि गर्न सक्नुहुन्छ। तपाईँको कुनै कन्सर्नहरू छ भने 4225tax@gmail.com. Anytime you can contact to me with your any financial issues or concern. Thank you.